ट्युसन फिज अगाडि नै पेमेन्ट गर्यो भने चाहिँ अलिकति भिजा लाग्ने चान्सेसहरू देखिन्छ जस्तो मैले माने कि तपाईँलाई के लाग्छ? मेरो केसमा अब मैले पे गरेर पाएँ। हजुर, धेरैको लागि यो ब्रेकिङ न्युज पनि हुनसक्छ कि अब जर्मनीमा डिपेन्डेन्ट भिजा जान पाइने भन्ने कुरा। मसँगै दिने एकजनाको चाहिँ इन्टरभ्यूमा कन्फिडेन्सको कमले नै उसलाई 2टा क्वेसन सोधेर नै फर्काइदिएको पनि मैले देखेको छु कि। 2टा क्वेसन सोधेर फर्काइदियो थिएँ? हजुर। र मैले पछि उसँग कुरा पनि एक्ज्याक्टली त टाइम हेर्न पाइएन, थाहा केही भित्र केही लानु पनि पाइँदैन, एउटा प्लास्टिक पनि लानु पाइएन। मलाई मेरो केसमा चाहिँ 20 देखि 25 मिनटको अराउन्डमा भयो जस्तो लाग्यो। है त्यस्तो भयो। जर्मन ल्याङ्ग्वेज पनि सिक्नुभएको थियो? हजुर, मैले भाषा सिकेको चाहिँ लगभग 1.5 वर्ष भयो अनि मैले B1 चाहिँ कम्प्लिट गरिसकेँ। भिजा एप्लाई गरेपछि कति दिनमा तपाईँले भिजा पाउनुभयो? अहिले त दिइरहेछ भन्ने सुनेको छु, फेरि कोहीको अब धेरै टाइम लाग्यो, 1-2 महिना लाग्यो, 3-4 महिना लाग्यो भन्ने पनि मैले सुनेको छु। अहिले जर्मनीको ट्रेन्ड भर्खर बिस्तारै बिस्तारै बढ्दैछ। एक्ज्याक्टली जर्मनी नै गर्छु म भन्ने त्यो दिमागमा पहिलोचोटि कसरी आयो क्या? बिहान अघि टिकटमा अलिक समस्या त भएर थियो होइन? समस्या त्यही टिकट नलिसकेको समस्या परिरहेको थियो। अनि अब यो त्यसपछि थोरै अब तपाईँको जर्मनको भिजा पनि लाग्यो तपाईँको होइन? अनि त्यसपछि अनि अब यो जर्मनको भिजा मानव एम्बेसी जानु हुँदाखेरि तपाईँलाई कस्तो फिल भएको थियो? मानव त्यो मेरो भिजा लाग्छ लाग्दैन जस्तो वा कस्तो फिल भइरहेको थियो तपाईँलाई त्यतिखेरको समयमा? एउटा साइडमा एउटा सानो कन्फिडेन्स पनि थियो, लाग्छ भन्ने चाहिँ। हजुर हजुर। र अब धेरैको रिजेक्सनहरू देखिरहेको थिएँ। हजुर हजुर। कसैको केही फाइनेन्सियल डकुमेन्ट मिलेन, कसैको केही डकुमेन्ट के भन्छ कम्प्लिटै गर्न सकेन भन्ने। तर मैले चाहिँ अब सबै कम्प्लिट भयो, फाइनेन्सियल पनि ठिक भयो। हजुर हजुर। त्यो कारणले चाहिँ कन्फिडेन्ट नै थिएछ चाहिँ। तर इन्टरभ्यूमा जाँदाखेरि एउटा सानो डर चाहिँ हुँदो रहेछ। हजुर हजुर। तर त्यो डर चाहिँ त्यहाँ इन्टरभ्यूको लागि क्युमा बसुन्जेल मात्र भयो, तर भित्र गएपछि चाहिँ मलाई त्यस्तो खास केही भयो त्यस्तो भएन होइन? अनि त्यही त के रिजेक्सन भइरहेको थियो त्यहाँ मान्छेहरू के थियो? तपाईँ जाने बेलामा अरू पनि रिजेक्ट भइरहेको देख्नुभएको थियो कि के थियो त्यहाँ सिचुएसन? कस्तो थियो सिनारियो चाहिँ? मैले सुन्दा त्यो अरूहरू पनि रिजेक्सन भइरहेको धेरै देखिरहेको थियो। त्यो रिजन के भन्दै धेरैको रिजेक्ट भइरहेको देख्नुभएको थियो कि के थियो? अरूको भिजा पनि लागिरहेको थियो कि? धेरैको लागिरहेको पनि थियो, अब धेरैको नलागेको पनि थियो। तर मसँगै दिने एकजनाको चाहिँ इन्टरभ्यूमा कन्फिडेन्सको कमले नै उसलाई 2टा क्वेसन सोधेर नै फर्काइदिएको पनि मैले देखेको छु कि। 2टा क्वेसन सोधेर फर्काइदिएको थिएँ? हजुर। अनि मैले पछि उसँग कुरा पनि गरेँ। अनि उसले के उसको रिजेक्ट भएको कि के छ? रिजेक्ट भयो? पछि पासपोर्ट कलेक्ट गर्न जाँदाखेरि चाहिँ सँगसँगै नै परेको थियो, त्यो बेला मैले कुरा गरेको थिएँ डिटेलमा। हजुर हजुर। पछि रिजेक्सन नै भएछ। रिजेक्सन नै भएछ? हजुर। के ऊ मास्टर्सको लागि कि ब्याचलर्सको लागि गर्दै थियो? उसले त्यो चाहिँ मैले सोधिनँ। भन्दा के मान्छे अलिकति एजेड थियो कि नर्मली? भन्नाले अब मेरो लेभल मभन्दा चाहिँ ठुलो थिएन, मभन्दा अब अलिकति सानो, नभए मेरो हेर्दाखेरि यङै देखिन्थ्यो। यङ नै थियो। ओके ओके ओके। त्यही त। अनि त्यस्तो अब भिजा आउँदाखेरि जस तपाईँसँग अरूहरू पनि लाइनमा भिजा रिसिभ गर्न अरूहरू पनि लाइनमा थियो कि तपाईँ एक्लै मात्र हुनुहुन्थ्यो? के थियो कुराहरू? लाइनमा त थियो 30-40 जना जति, तर त्यसमा मेनली चाहिँ भिजिटिङमा जानेहरू एजेड पिपलहरू बढी थियो मेरो टाइममा चाहिँ। अब स्टुडेन्टको हिसाबले थिए होला 10-12 जना, तर त्यसमा अब धेरै जसोको त अब मैले हेर्ने कुरो पनि भएन, मैले अब सबलाई गरेर सोध्ने कुरो पनि भएन। तर त्यस्तो एक्सप्रेसन चाहिँ त्यस्तो केही पनि थिएन कसैको। अब लाग्यो लागेन, 1-2 जना चाहिँ अब गेटबाट निस्किँदाखेरि नै खोलेर अब खुसी भएर दौडिरहेको पनि देखाएको थिएँ मैले। तर कोही चाहिँ अब खोलेको थिएनन् होला सायद, अब चुपचाप यतिकै हिँडिरहेको थियो। तर म पनि निस्किने बित्तिकै हेरिनँ, म पनि एकछिन साइडमा बसेर बसेको छु अनि त्यसपछि मात्र हेरेको थिएँ। त्यही त। त्यो त इन्टरभ्यू हुँदाखेरि तपाईँको अब उनीहरूले नि रिएक्सन्स त एक हिसाबले पोजिटिभ थियो नि त त्यहाँ त? मलाई लागेको थियो त्यो पोजिटिभै थियो। तपाईँको उनीहरूले अब जुन एउटा लोकालिटीको कुरा गऱ्यो नि त, तपाईँ यहाँको हुनुहुन्छ भनेर भन्दाखेरि चाहिँ एक हिसाबले चाहिँ मलाई चाहिँ ल है तपाईँलाई उनीहरूले राम्रोसँग डिसिजन दिने रहेछन्, अब तपाईँको भिजा लाग्दो रहेछन् भन्ने कुरा त एउटा त्यो माहौल पनि त्यहाँ त्यस्तो थियो क्या। त्यो एक हिसाबले कन्फिडेन्ट नै थियो नि त उनीहरूले दिएको डिसिजन पनि। अनि के चाहिँ इन्टरभ्यू तपाईँ कति मिनट भएको थियो नर्मली? इन्टरभ्यू मेरो नर्मल्ली सायद
20-25 मिनट जति भयो कि सायद 20-25 मिनट जस फर्स्टमा अब कुरा गर्दै जाँदाखेरि उहाँले अब क्वेसन सोध्नेले पनि अलि के भन्छ एउटा ह्यापनिङ मुडमै हुनुहुन्थ्यो उहाँ पनि उहाँले राम्रो नै सोध्नुभयो त्यसले मेरो कन्फिडेन्स झन् बढ्यो त्यसपछि अब कन्फिडेन्स बढेको कारणले अब सबै कुरा राम्रै भयो त्यो कारणले चाहिँ अब इन्टरभ्यू सकेर निस्किँदाखेरि पनि मलाई कन्फिडेन्ट नै थिएँ भनौँ न अनि त्यो मैले बुझ्न खोजेको चाहिँ के छ भने तपाईँ एम्बेसी गइसकेपछि त्यो एम्बेसीको माहौल तपाईँलाई कस्तो लाग्यो त्यो भित्र सिरिज मानौँ एम्बेसीमा त्यो तपाईँले अब लाइन बस्नु पऱ्यो लाइन बसिसकेपछि तपाईँले पेमेन्ट दिनुपर्ने होला त्यहाँदेखि इन्टरभ्यू दिइसकेपछि र फर्किने आउन्जेलसम्म त्यो भित्रको सिनारियो कस्तो थियो तपाईँलाई त्यो भित्र के कस्तो भयो जस्तो महसुस भयो तपाईँलाई त्यहाँ भित्र त त्यस्तो केही एक्स्ट्रा लागेन मलाई सबै नर्मलै लाग्यो अब मान्छे एप्लाई गर्नेहरू धेरै भइहाल्छ क्युमा बस्नु कस्तो थियो स्ट्रक्चर कस्तो थियो त्यो भित्र कम्पार्टमेन्ट जस्तो थियो एम्बेसीभित्र अब एउटा गेट भइहाल्यो अब सेक्युरिटी लेभल हुन्छ त्यसपछि चाहिँ अब एउटा वेटिङ स्पट थियो त्यसपछि अब पालै पालो बोलाउनुहुन्थ्यो स्टाफ हुनुहुन्थ्यो अब एकजनाको इन्टरभ्यू सकेपछि अर्कोलाई बोलाउनुहुन्थ्यो त्यसरी खासै एक्स्ट्रा केही थिएन नर्मलै थियो त्यहाँभित्र कतिवटा खालको त्यो थियो मानव कोठाहरू थियो होला नि त इन्टरभ्यूको लागि ABCDEF गरेर राखेको थियो कि 1 2 3 4 गरेर राखेको थियो खासै केही थिएन मैले चाहिँ इन्टरभ्यूको लागि दुईवटा ठाउँमा त देख्नुभयो है तपाईँलाई इन्टरभ्यू लिँदाखेरि सरले लिनुभएको थियो कि म्यामले लिनुभएको थियो मलाई चाहिँ सरले लिनुभएको थियो है सरले लिँदा त अब अलिकति त्यो सिचुएसन त त्यसपछि सुरुमा बस्दाखेरि के तपाईँ कि म बस्न सक्छु भन्नुभयो कि सिधै गएर बस्नु भन्नुभयो सरले भन्नुभयो कि त्यो एउटा हुन्छ नि त कति स्टुडेन्टहरूको त्यो यसमा अब मभन्दा अगाडिको जो इन्टरभ्यू सक्ने कि सर आफैले म वेटिङमा बसिरहँदा सर आफैले आउनु भन्नुभयो हजुर आएर बसेँ अनि त्यसपछि त्यही कलमा कुरा भयो हजुर अनि त्यस्तो नर्मलै भयो कति मिनट जस्तो इन्टरभ्यू हो तपाईँको साँच्ची मोटामोटी समय नै काउन्टै गर्नुपर्ने हो भने काउन्टै गर्नुपर्ने हो अब एक्ज्याक्टली त टाइम हेर्न पाइएन थाहा भयो केही भित्र केही लान पनि पाइँदैन एउटा प्लास्टिक पनि लान पाइएन हजुर मलाई मेरो केसमा चाहिँ 20 देखि 25 मिनटको अराउन्डमा भयो जस्तो लाग्यो है त्यस्तो भयो अनि त्यही त तर जति कन्फिडेन्ट भयो त्यति बढी क्वेसन आउँदो रहेछ कि हो र भनेपछि त्यति भन्नाले कस्तो कि अब तपाईँको विचारमा राम्रो एन्सर दिन सक्नु पर्यो हजुर राम्रो एन्सर दिनुपर्ने भयो होइन त्यसपछि भनेपछि नर्मली अब एन्सर दिनेवाला चाहिँ जस उनीहरूले जे सोधेछ त्यही मात्र भन्दा ठिक छ कि कसैले त फ्लावरी फेजेस प्रयोग गरेर अलिकति अब मेरो इन्टरभ्यूको टाइममा चाहिँ मैले एन्सर केही लम्ब्याउन खोज्दाखेरि उहाँले सिधै स्ट्रेटै भन्नुभयो टु द पोइन्ट आउनु भनेर हो त्यस्तो भन्नुभयो त्यस्तो लम्बाउने अब मैले बढाइराख्दा पनि उहाँले फेरि त्यही क्वेसन रिपिट गर्नुभयो कि अनि मैले जब एउटा पोइन्ट एन्सर दिएँ त्यति मात्र त्यसपछि चाहिँ उहाँले नेक्स्ट क्वेसनमा जानुहुन्थ्यो ओके भनेपछि ओके भनेपछि सोध्ने त सरै हुनुहुन्थ्यो भन्नुभयो नि तपाईँलाई मलाई चाहिँ सरै हुनुहुन्थ्यो भनेपछि अब के छ तपाईँलाई अलिकति बोल्दाखेरि उनीहरूले सोद्धाखेरि एकदम रुडसँग सोधे जस्तो लागेको थियो कोही एकदम सफ्ट वा बोलोस् इन्टरभ्यूमा राम्रो दियोस् भन्ने जस्तो थियो कि होइन आफ्नो नर्मल साथीसँग कुरा गरे जस्तै नै थियो साथीसँग कुरा गर्दै थियो त्यस्तो थिएन होइन त्यस्तो छैन अनि अब कोही अब फर्स्ट टाइम इन्टरभ्यू दिइरहेको हुन्छन् यताउति हुन्छन् पहिला नै प्यानिक हुन्छन् कि फर्स्टमा अब जाने मान्छे 2 मिनट कन्फिडेन्स देखायो भने त्यो कन्फिडेन्स आफै बिल्डअप हुन्छ कि त्यहाँ भनेपछि सुरुमा त पुरा डर होइन पुरा त्यो हुन्छ नि त्यो डर जति जस अब त्यहाँ गेटवालीहरू अलिकति भनौँ न जस त्यहाँको हुन्छ नि गार्ड दाजुभाइहरू हुन्छ नि अलिकति रुड हुनुहुन्छ भन्ने सुनेको थियो हो र के छ जर्मन एम्बेसीको त्यस्तो त मैले त्यस्तो फिल गर्नु भएन होइन छैन त्यस्तो त छैन जस राम्रै हुनुहुन्छ भनौँ न ल ठिक छ त्यसो भए अनि अहिले त्यसपछि जर्मनको तपाईँले भिजा पाउनुभयो तपाईँलाई कस्तो फिल चाहिँ कस्तो भइरहेछ जस्तो मानव अब भिजा नपाउँदाखेरिको जस्तो फिल र भिजा पाइसकेपछि कस्तो फिल भइरहेछ तपाईँलाई अब त्यत्रो टाइम कुरेर पाएको भिजा हो खुसी त छु अभियसली तर त्यस्तो खुसी पनि छैन कि अब किनकि त्यहाँ गएर स्ट्रगल गर्नु छ त्यो माइन्ड मेकअप पहिल्यै छ हजुर सो त्यहाँ गएर अब केही रमाउनु जाने होइन केही होइन पढ्ने हो काम गर्ने हो आफ्नो लेभल अप गर्नको लागि जानु लाग्यो त्यही भएर खुसी छु तर त्यस्तो एक्स्ट्रा एक्साइटमेन्ट चाहिँ छैन त्यस्तो होइन तपाईँको जो जर्मनको जो भिजा लाग्यो नि त्यो भिजा चाहिँ म एकचोटि कस्तो पनि भिजा सक्सेस चाहिँ म त्यसपछि अरू स्टुडेन्टहरूलाई पनि म सेयर गर्न चाहन्छु
तपाईँको सक्सेस तपाईँको खुसी चाहिँ होइन स्ट्रगल गरेअनुसार भाषाहरू पढेअनुसार त्यो गरेअनुसार चाहिँ सक्सेस छ है जर्मनमा मान्छे भिजा लाएर जान सक्छन् है भन्ने कुरा चाहिँ मलाई चाहिँ आज मेसेज फ्लो गर्नु थियो र फ्लो गर्नु पनि छ अनि त्यही भएर चाहिँ मैले तपाईँसँग आज यसरी तपाईँसँग आज पोडकास्टहरूबाट चाहिँ बोलेर चाहिँ कसो छ भने सकिन्छ भने धेरैलाई मोटिभेट गर्न सकौँ होइन भनेर चाहिँ मैले गर्न खोजेँ हो मैले त्यस्तो छैन अनि तपाईँको एकचोटि मैले सरसरी यसो तपाईँसँग यसो कुराहरू गर्न खोजेँ कि तपाईँको पासपोर्ट ल्याउनु भयो तपाईँको कस्तो भिजा भिजा कस्तो हुँदो रहेछ हेरौँ है एकचोटि अनि भनेपछि भिजा तपाईँको लगभग कति एकै वर्षको लागेको रहेछ होइन हजुर भनेपछि 1 वर्षकै लागेको रहेछ ल भन्छ नर्मली भिजा त ल कसैलाई 3 महिना कसैलाई 6 महिना दिएर हुन्छ तपाईँलाई 1 वर्ष दिएर भन्छ त 1 वर्ष भिजा दिनु भनेको एम्बेसीले पनि वास्तवमा तपाईँलाई ट्रस्ट गरेर पनि हुन्छ वा इमिग्रेसनले वा भनौँ न तपाईँलाई अस्ट्रेलियन बेहुटा भन्छौँ जहाँ जर्मनको इमिग्रेसन अफिस उनीहरूले पनि धेरै ट्रस्ट गरेर यसै भिजा दिन्छन् भन्ने र्युमरै भनौँ वा हल्ला छ वा यो पनि सत्य पनि हो त्यस्तो छ भनेपछि भिजा चाहिँ पाउनुभयो भने भिजा कहिले पाउनु हिजो अस्ति कहिले पाउनुभयो भन्दै मैले ट्युजडेको दिनमा ट्युसडेतिर पाउनुभयो ओके ट्युसडेतिर पाउनुभयो ओके ल त्यसो भए ल भनेपछि भिजा पनि पाउनुभयो भने चाहिँ नयाँ पासपोर्ट रहेछ नयाँ पासपोर्टमा पासपोर्ट बनाउनु भयो कति भयो धेरै भयो कि कति भयो पहिला खासमा मेरो अब्रोड जाने केही सोच थिएन अब बिचमा अब पढ्दा अब यतिकै अब त्यस्तो ट्राई गरौँ न भन्ने भयो हजुर हजुर अनि सबै प्रोसेस राम्रो गयो स्मुथली गयो र अहिले भिजा पनि पाएँ हजुर ओके भने भिजा जर्मनीको पाउनुभयो हजुर ओके अनि मैले तपाईँलाई केही सोधौँ भन्ने सोचिरहेको थिएँ आइसी अब जस्तै तपाईँलाई कस्तो लाग्छ यो अब तपाईँको यो प्रोसेसिङको दौरानमा छ नि त्यस्तो रिजेक्सन्सहरू सेटब्याक्सहरू केही थियो कसरी डिल गर्नुभयो त्यो चिजहरूलाई जस्तै कुनै अब रिजेक्सन होला भन्ने कुरा त अघि नै हाम्रो कुरा त भयो एक हिसाबले त्यो कुरा भयो अब त्यो भयो मैले अर्को तपाईँलाई के भन्न खोजेको थिएँ भने जस्तै अघि नैको एन्सर्सहरू त्यसमा जोड्न पनि सकियो नि त अनि तपाईँले लगभग वेट त गर्नुभयो होइन अनि लगभग वेट गर्नुभयो अनि त्यसपछि अब त्यतिखेर तपाईँ जब वेट गरेको समयमा तपाईँले आफैलाई मेन्टल्ली र इमोसनली तपाईँले आफैलाई कसरी ह्यान्डल गर्नुभयो जस्तै अनि केही टिप्स छ जो इमोसन्सहरू कुनै ह्यान्डल गर्नका तपाईँलाई त्यो बेलामा त हुन्छ नि त थोरै टाइम तपाईँले वेट गर्नुभयो नि त बिचमा अलिकति केही त्यस्तो त थिएन तर बिचमा अलिकति समय थोरै वेट गर्नुभयो यस्तो बेला तपाईँले मेन्टली इमोसनली कसरी आफूलाई होल्ड गर्नुभयो केही टिप्स केही मलाई त्यस्तो खासै च्यालेन्जिङ त लागेन किनकि पेसेन्स लेभल चाहिँ छ ममा त्यो मलाई थाहा छ हजुर 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 अनि च्यालेन्जिङ भन्नाले अब कुनै युनिबाट अब रिजेक्सनहरू भएको थियो त्यो बेला चाहिँ अब एउटामा भएन भने अर्कोमा तर त्यसको लागि मैले लगभग 12-13वटा युनिमा एप्लाई गरेर पनि मैले एडमिसन टेस्ट एम्प्लिच्युड टेस्ट दिएर पनि मेरो रिजेक्सन भएको छ हजुर त्यो टाइममा चाहिँ अलिकति मुड चाहिँ अलिकति अप डाउन थियो तर त्यस्तो के भन्छ नराम्रो त लागेन किनकि अप्सनहरू धेरै छ युनिहरू लगभग त्यहाँ 300-400 त मजाले छँदैछ जर्मनी अनि अरूमा ट्राई गर्दै गऱ्यो अहिले सक्सेस भयो हजुर हजुर अनि तपाईँले भाषाहरू पनि सिक्नुभएको थियो तपाईँले के छ जर्मन ल्याङ्ग्वेज पनि सिक्नुभएको थियो मैले भाषा सिकेको चाहिँ लगभग 1.5 वर्ष भयो अनि मैले बेआइन्स चाहिँ कम्प्लिट गरिसकेँ तर बेआइन्सको एक्जाम दिँदाखेरि चाहिँ मैले पास चाहिँ गर्न सकिनँ तपाईँले कोर्स सकाइसक्नुभयो जस तपाईँलाई फुल्ली बेआइन्स स्टुडेन्ट जस्तो तपाईँ ल्याङ्ग्वेजमा चाहिँ म्याच्योर हुनुहुन्छ हजुर अब म्याच्योरको हिसाबले अब उनीहरू जति के भन्छ स्मुथली त बोल्न सक्दिनँ तर पुगेर उनीहरूको भाषा बुझ्ने र मैले उनीहरूलाई कन्भिन्स गराउन सक्ने त्यतिको कन्फिडेन्स चाहिँ छ त्यति छ भनेपछि तपाईँ जर्मन जानको लागि तपाईँले अब भोलि गएर गाह्रो नपरोस् भनेर तपाईँले ल्याङ्ग्वेज पनि सिक्नुभयो भने तपाईँको त्यो फ्युचर प्लान त्यस्तो पनि थियो हजुर ओके ग्रेट अनि आइल्स पनि गर्नुभएको थियो कि हजुर आइल्स पनि गर्नुभएको थियो है आइल्स पनि गर्नुभएको थियो ओके ल अनि अब तपाईँले अहिले भिजा पनि पाइसक्नुभयो जर्मनीको अब तपाईँले त्यसमा केही सल्लाह सुझाव कसैलाई दिनु पर्यो भने तपाईँ के सल्लाह सुझाव दिनुहुन्छ जर्मनीको भिजा लाग्छ वा लाग्दैन
के लाग्छ गरे भिजा एप्लाई गरे लाग्छ जस्तो लाग्छ वा लाग्दैन तपाईँलाई चाहिँ के लाग्छ? अब भिजा लाग्नको लागि अब ओभरअल डकुमेन्टेसन इन्टरभ्यू सबै राम्रै जानुपर्छ। हजुर हजुर त्यसमा अब एउटा मात्र कुरा मिस भए पनि 100% रिजेक्सन नै हुन्छ। हजुर 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 अब त्यसको लागि चाहिँ अब तपाईँले अगाडिदेखि नै एउटा सानो हरेक चिजको डकुमेन्ट एउटा बनाउनु भयो भने पनि त्यसको लागि एउटा सपोर्टिङ डकुमेन्ट चाहिन्छ नै। त्यसरी एउटा कुरा ध्यान दिएर गर्नुपर्छ। तर सबै कुरा करेक्ट छ भने चाहिँ अनि तपाईँले जे उनीहरूको अगाडि प्रेजेन्ट गर्नुभयो हजुर हजुर त्यसलाई डिफेन्ड गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँको भिजा चाहिँ 100 लाग्छ म चाहिँ। हजुर हजुर भन्छ। अनि त्यही त भनेपछि डकुमेन्टेसनको कुरा गर्नुभयो। डकुमेन्टेसन बनाउँदाखेरि तपाईँले के डकुमेन्ट्स बनाउनु भयो नर्मली? मैले डकुमेन्ट्सहरू बनाउँदाखेरि त फाइनेन्सियली कति देखाउनु भयो? फाइनेन्सियली चाहिँ मैले इन्कम सोर्स चाहिँ 40 LPA देखाएको थिएँ। हजुर हजुर। अनि त्यसपछि 40 लाख नेपाली करेन्सी देखाउनु भयो होइन? अनि इन्कम सोर्स त्यति देखाउनु भयो? इन्कम सोर्स त्यति भयो। अनि त्यसपछि मैले अराउन्ड 33-34 LP लाख चाहिँ मैले ब्याङ्क ब्यालेन्स देखाएको थिएँ। ब्याङ्क ब्यालेन्स देखाउनु भयो। हजुर हजुर ओके ओके त्यति नै हो, अरू त त्यस्तो केही थिएन। अनि कलेज फी अगाडि नै पे गरेँ प्राइभेटमा भएको भएर। मान्छे अगाडि नै फुल पेमेन्ट गरिसक्नु भएको थियो? हजुर होल कलेज फी चाहिँ अगाडि नै पेमेन्ट गरेर अनि बाँकी ब्याङ्क ब्यालेन्स त्यति अनि इन्कम सोर्स नै त्यति देखाएको थिएँ मैले। ओके ल भनेपछि ट्युसन फिस अगाडि नै पेमेन्ट गर्यो भने चाहिँ अलिकति भिजा लाग्ने चान्सेसहरू देखिन्छ जस्तो मैले माने कि तपाईँलाई के लाग्छ? अब त्यसमा त म भन्न सक्दिनँ के हुन्छ। अब इन्टरभ्यू लिने मान्छेको उताको हाउसल्यान्ड र बेउडेमा भर पर्छ त्यो चाहिँ। हजुर 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 हजुर। अब मेरो केसमा अब मैले पे गरेर पाएँ। हजुर हजुर। अब सायद त्यो हुन पनि सक्छ, कसैको केसमा नहुन पनि सक्छ। ओके ओके अनि ठिक छ। अनि अब जर्मनीमा अब अहिले रिसेन्टली त जर्मनीमा डिपेन्डेन्ट भिजा पनि सँगै लिएर जान पाइन्छ पनि भनेको छ। यो कुरा पनि धेरैको लागि यो ब्रेकिङ न्युज पनि हुनसक्छ कि अब जर्मनीमा डिपेन्डेन्ट भिजा जान पाइने भन्ने कुरा त्यसमा पनि छ, त्यो कुराहरू छँदैछन्। तर मैले अब तपाईँलाई भन्न खोजेको चाहिँ यो तपाईँले यो स्टडी भिजा तपाईँले पाउनुभयो, यो जर्मनी नै एप्लाई गर्छु भन्ने जस्तो त सुरुमा अहिले जर्मनीको ट्रेन्ड भर्खर बिस्तारै बिस्तारै बढ्दैछ। तपाईँलाई एक्ज्याक्टली जर्मनी नै गर्छु म भन्ने त्यो दिमागमा पहिलोचोटि कसरी आयो क्या? आएपछि म त त्यो पनि छक्का लाग्यो। त्यो चाहिँ यस्तो थियो खासमा मलाई स्टडीको लागि बाहिर जाने मेरो कुनै इन्टेन्सन थिएन। हजुर हजुर। गयो भने चाहिँ जर्मनी नै जान्छु भन्ने चाहिँ थियो मेरो। हजुर पहिलादेखि नै तपाईँ जर्मनी जाने सोच्नुभएको थियो? गयो भने चाहिँ त्यहाँ जान्छु, नत्र म अरू ठाउँमा भयो भने चाहिँ त्यसपछि अरू अप्सन खुल्ला, तर फर्स्टमा चाहिँ त्यहीँ जान्छु भन्ने थियो। अनि फर्स्ट ट्राईमै भयो। हजुर हजुर। तपाईँले त्यो अनि अघि म डकुमेन्ट्सको कुरा गर्दै थिएँ, त्यो डकुमेन्टेसनमा तपाईँले प्रोपर्टी भ्यालुएसन देखाउनु भयो? हजुर मैले प्रोपर्टी भ्यालुएसन कति जति देखाउनु भयो तपाईँले? प्रोपर्टी भ्यालुएसन त मैले अब भएको जतिको सबैको भ्यालुएसन गरेर देखाएको थिएँ। मोटामोटीमा कति 1 करोड 1.5 करोड देखाउनु भयो? लगभग एक्ज्याक्टली मैले सम्झिनँ 3-4 सायद होला। मैले त्यो चाहिँ बिर्सेँ अहिले। ओके 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 ल त्यो पनि ठिकै छ। ओके अनि तपाईँले भिजा जर्मनीको लागि भिजा एप्लाई गर्नको लागि तपाईँले एप्लाई अब त्यसपछि अहिले मार्केटमा धेरै कन्सल्टेन्सीहरू पनि छन्। तपाईँले अनि नेपाली एजुकेसनबाट नै गर्छु भन्ने चाहिँ कसरी सोच्नुभयो? खासमा अब म आफैले पनि रिसर्च त गरेकै थिएँ पहिला। अब फर्स्टमा मैले सेल्फ एप्लाई गर्न लागेको थिएँ। हजुर हजुर। तर गर्दै जाँदाखेरि अब एउटा सानो मिस्टेक भइहाल्यो भने अब आफूलाई किन ह्याम्पर पार्नु भनेर एउटा गाइडेन्सको रूपले मैले रिसर्च गर्दाखेरि अब नेपमेनीमा आइपुगेँ म। हजुर हजुर। अनि त्यहाँ आइपुगेपछि चाहिँ जस ओभरअल एक्सपिरियन्स राम्रै थियो मेरो चाहिँ। हजुर हजुर। अब त्यो गाइडेन्सदेखि लिएर डकुमेन्टेसनको लागि हेल्पदेखि लिएर सबै राम्रै थियो। हजुर हजुर। ओके त्यहाँभित्र सपोर्ट गर्ने सर म्यामहरूदेखि लिएर तपाईँलाई कस्तो लाग्यो? त्यहाँ अलिकति हेल्पफुल लाग्यो कि तपाईँलाई हेल्प गर्दाखेरि काहीँ तपाईँलाई हुन्छ नि तितो मिठो मानौँ गुड्स एन्ड ब्याड्स थिङ्सहरू वा तितो मिठो केही त्यस्तो केही भयो केही पलहरू? त्यस्तो नराम्रो त त्यस्तो छैन। अब मान्छेहरू अब कहिलेकाहीँ बिजी भइहालिन्छ, भएको टाइममा रेस्पोन्स त आउँदैन। अब तपाईँहरूले गर्नुभयो पनि मैले नसक्ला, मैले गर्दाखेरि तपाईँहरू नहोला, कहिलेकाहीँ भइहाल्छ त्यस्तो। तर त्यस्तो नराम्रो केही पनि छैन, सबै स्मुथली नै भयो। मैले जे खोजेको गाइडेन्स खोजेको थिएँ मेनली त्यो पाएँ।
र प्रोसेसिङमा नि धेरै हेल्प पाएँ मैले। अनि तपाईँको भिजा एप्लाई गरेपछि कति दिनमा तपाईँले भिजा पाउनुभयो? मैले भिजा एप्लाई गरेर मेरो इन्टरभ्यू दिएको 3rd डेमा मेरो रेस्पोन्स आइसक्यो। 3rd पनि होइन, 2nd डेमा मेरो रेस्पोन्स आइसकेको थियो। भनेपछि लगभग 48 घन्टामा तपाईँले डिसिजनै पाइसक्नु भयो रहेछ एक हिसाबले त। हजुर, मान्छे 2 दिन जस्तो कुरा भनेपछि त एक दिनमा 24 घन्टा भयो, 2 दिनमा 48 घन्टा तपाईँले रेस्पोन्सै पाइसक्नु भयो रहेछ। भने अहिले त छिटो भिजा डिसिजन दिइरहेको रहेछ त भनेपछि होइन? अब अहिले त दिइरहेछ भन्ने सुनेको छु, फेरि कोहीको अब धेरै टाइम लाग्यो, 1-2 महिना लाग्यो, 3-4 महिना लाग्यो भन्ने पनि मैले सुनेको छु। अनि तपाईँलाई अब ठिक छ, अब जर्मनी कुरा भयो, अनि अब प्राइभेटमा गर्छु भनेर प्राइभेटमा गरिसक्दाखेरि उताबाट अफर लेटर तपाईँको प्राइभेटमा चाहिँ अफर लेटर अलिक छिटै आयो जस्तो लाग्यो तपाईँको? कति दिनमा तपाईँको अफर लेटर आयो? प्राइभेटमा अफर लेटर मैले त्यो चाहिँ सम्झिन सकिनँ, प्रोबेबली होला 1 विक होला कि मेबी 1 विकतिरमा तपाईँको आयो है। अनि यो जर्मनी स्टडी भिजा भनेपछि तपाईँ त्यहाँ गएर स्टडीमा जानुहुन्छ होइन? अनि स्टडीमा जानको लागि तपाईँलाई के छ, तपाईँले मानव 1 वर्षको भिजा आयो, तपाईँको कोर्स चाहिँ कति महिनाको है साँच्ची? त्यो मेरो कोर्स चाहिँ 18 महिनाको। 18 महिना भनेपछि तपाईँको के कुन चाहिँ कोर्स लिएर तपाईँले? मैले मास्टर्स इन एआई, आर्टिफिसियल इन्टेलिजेन्स। हजुर, ओके, आर्टिफिसियल इन्टेलिजेन्स। अनि तपाईँलाई किन जर्मनीमा चाहिँ तपाईँलाई आर्टिफिसियल इन्टेलिजेन्स पढ्नका लागि बेस्ट जस्तो लाग्यो? तपाईँले त्यो केही रिसर्च गर्नुभएको थियो र के छ? अब रिसर्च त अभियसली भइहाल्छ आफूले चुज गरेको भएपछि। अब एआई भनेको अहिलेको टेक्निकल फिल्डमा पनि ग्रो गरिरहेको फिल्ड हो नि त। हजुर हजुर। सो अब मैले ब्याचलरमा अब आइटी गरिसकेपछि एउटा स्पेसिफिक केही चुज गरौँ भन्दाखेरि अब अहिले बेस्ट एआई नै लाग्यो र मैले त्यही चुज। अनि त्यही त जर्मनमा त त्यो के सिलिकन भ्यालीहरूदेखि लिएर त्यहाँ त्यो त यो एआईका त त्यहाँ त सिन्डिकेटै छ नि त एउटा त होइन? त्यहाँ भनिन्छ एआई मेड इन जर्मनी भनेर त्यो त स्लोगनै छ यिनीहरूको। अनि भनेपछि तपाईँले जर्मनमा एआई पढेर के तपाईँको फ्युचर्स राम्रो सेट हुन्छ जस्तो लाग्छ तपाईँलाई? अब फ्युचर सेट हुने नहुने त अब जर्मनमा पढेर नपढेर त्यसले डिसाइड हुने होइन, त्यो आफूमा भर पर्ने हो। हजुर हजुर। अब त्यहाँ गएर नलेज लिएर अब कतिको आफूलाई ग्रो गर्न सक्छौँ, हजुर हजुर, कतिको नलेज लिन सक्छौँ त्यसमा पनि भर पर्छ। ओके ओके। त्यसैले त्यो जर्मन गएर तपाईँको लाइफ राम्रो हुन्छ, स्ट्यान्डर्ड बढ्छ भन्ने त्यो कुनै कदापि हुँदैन, आफूमा भर पर्ने कुरा हो त्यो चाहिँ। ओके ओके। अनि तपाईँलाई साँच्ची अनि कन्सिस्टेन्सीले कसरी हेल्प गर्यो त? के छ कन्सिस्टेन्सी तपाईँलाई हेल्प गर्यो भने चाहिँ तपाईँलाई एकोमोडेसनमा हेल्प गर्यो कि हेल्थ इन्सुरेन्समा हेल्प गर्नुभयो कि ब्लक एकाउन्टहरूमा हेल्प गर्नुभयो कि अनि ओभरली भिजाहरूमा हेल्प गर्नुभयो? उनीहरूले कसरी हेल्प गर्यो तपाईँलाई? जर्मनीको लागि त ब्लक एकाउन्ट पनि बनाउनु पर्छ भने हेल्प त ओभरअल सबैमा भइहाल्यो। अब कुनै कुरा अब मैले गरेँ होला त्यसको लागि गाइडेन्स मैले कन्सल्टेन्सीबाट खोजेको थिएँ। हजुर हजुर। त्यो त्यसरी हेल्प गरेर अब सबै कन्सल्टेन्सीले गरेको मात्र पनि म भन्दिनँ, मैले पनि गरेको छु। हजुर हजुर। अनि तर हरेक कुराको लागि गाइडेन्स सबै केही एउटा डाउट भयो भने एउटा एक कलमा सबै ठिक हुन्थ्यो। त्यो भएर भनेपछि जस्तै एउटा परिवारमा जस्तै मानव फर इक्जाम्पल नआएको कुरा बुवाले छोरालाई सम्झाउनुहुन्छ यसरी गर्नुहोस् उसरी गर्नुहोस्, तर त्यसको मतलब त्यो होइन कि सबै कुरा हेर्ने त होइन, आफूले कति कुरा आफूले रिसर्चमा गर्नुहोस् भनेपछि त्यो तपाईँको चाहिँ एकदम राम्रो पक्ष लाग्यो मलाई। आफू जाने भएपछि आफूले यही रिसर्च गर्दैन भने त उता गएर आफूले रिसर्च गर्छ भन्ने अरूकोमा भर पर्नु हुँदैन। त्यो पनि हो तपाईँको गुड पोइन्ट्स। भनेपछि आफू पनि तपाईँले रिसर्च गर्नु पऱ्यो, कहाँ के कस्तो होइन, कुन ठाउँमा जाँदैछौँ भन्ने कुरा त रिसर्च गर्नु पऱ्यो नि त। तर भनेपछि ओके त्यो पनि तपाईँको एकदम राम्रो पक्ष। अनि साँच्ची तपाईँ एक्साइटेड त हुनुहुन्छ नि वा नर्भस हुनुहुन्छ? तपाईँ यो न्यू कल्चर्स न्यू ल्याङ्ग्वेजमा तपाईँ एडजस्ट गर्न जाँदै हुनुहुन्छ, तपाईँलाई के छ? तपाईँ एक्साइटेड हुनुहुन्छ कि नर्भस? नर्भस त एक थोपा पनि छैन। नर्भस छैन? नर्भस त छैन। ओके ग्रेट। ल्याङ्ग्वेज सिकेको ल्याङ्ग्वेज छँदैछ, आफ्नो पढाइ छँदैछ, पढाइको लागि जाने हो। अब फर्स्टमा होला केही टाइम स्ट्रगल होला, ठिक छ, त्यसको लागि रेडी पनि छु, प्रिपेयर पनि छु, तर पछि राम्रै हुन्छ भन्ने आशाका साथ जान चाहन्छु। ओके ओके। भनेपछि ओके त्यस्तो हुनसक्छ किनकि अप्स एन्ड डाउन्स हुनसक्छन् होइन? त्यसपछि अप्स एन्ड डाउन भन्ने हो भने त अब त्यहाँ मात्र हुने होइन, हरेक ठाउँमा हुने हो अप्स एन्ड डाउन त। हजुर हजुर हजुर, हो त्यो कुरा पनि सही कुरा हो। मैले तपाईँलाई के एडभाइस पनि खोज्दै थिएँ तपाईँबाट
तपाईँ अरू स्टुडेन्ट जो अब जर्मनीको लागि जान्छु भन्दै सोच्दैछन् उनीहरूलाई तपाईँ के एडभाइस दिन चाहनुहुन्छ फर्दर अनि त्यसपछि के रिकमेन्ड गर्न चाहनुहुन्छ तपाईँ के चाहिँ गर्नुपर्छ जर्मनी जानको लागि भन्ने के सल्लाह सुझाव दिन चाहनुहुन्छ मेन कुरो त रिसर्च गर्नु पऱ्यो आफूले पहिला तपाईँ कन्सल्टेन्सी गएर एप्लाई गर्नुहुन्छ त्यसमा कसैको रोकटोक हुँदैन तपाईँ अब जेरो नलेजले कन्सल्टेन्सी जानुहुन्छ कि अब आफूले नलेज लिएर बस यो नलेज छ यो यस्तो तरिकाले हुन्छ अब मलाई यसमा गाइडेन्स चाहिन्छ ल तपाईँले गरिदिन सक्नुहुन्छ यहाँ त्यहाँ कुरा गरेर त्यसरी गर्दा चाहिँ मलाई बेस्ट लाग्छ ओके त्यो चाहिँ तपाईँले सल्लाह दिनुहुन्छ है पुरै कन्सल्टेन्सीको भरमा चाहिँ बस्नु हुँदैन अब बस्नेहरू हुन्छ तर राम्रो भएको पनि देखाएको छु मैले कन्सल्टेन्सीको भरमा तर एकजनाको भयो भने सबै चाहिँ सबैको हुन्छ भन्ने हुँदैन सो मेन चाहिँ आफूले रिसर्च गर्नु पर्छ ओके ल भन्छ रिसर्च गरेर राम्रो कन्सल्टेन्सीबाट गर्नु पर्यो जसरी तपाईँले नेपाली एजुकेसनलाई रिसर्च गरेर खोजेर तपाईँले आउनुभयो त्यसमा तपाईँ नेपाली एजुकेसनलाई ट्रस्ट गर्नुभयो त्यही ट्रस्ट अनुसार तपाईँको भिजा पनि लाग्यो सो त्यो कुरामा सायद तपाईँ म यसो तपाईँले आज समय दिनुभएको देख्दा तपाईँ धन्यवादी हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन त्यस्तो कुरा हजुर हजुर अनि तपाईँलाई सबैभन्दा पहिला तपाईँले नेपाली एजुकेसनलाई ट्रस्ट गरेर आउनुभयो आइसकेपछि पहिला तपाईँले त्यसपछि कन्सल्टेसन्स भयो कन्सल्टेसनदेखि फाइनल भिजा एप्रुभलसम्म चाहिँ तपाईँलाई चाहिँ हुन्छ नि त्यो सुरुमा कन्सल्टेसन चाहिँ इम्पोर्टेन्ट हुन्छ भिजा लाग्नका लागि जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई सुरुमा कन्सल्टेसन पनि एउटा हुन्छ नि एउटा इक्जाम्पल भन्छ मानव कसैले काउन्सिलिङ गर्छन् अब काउन्सिलिङमा यो त्यो 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 भन्लान् रे त्यो कुरा इम्पोर्टेन्ट छ वा छैन जस्तो लाग्छ तपाईँलाई अब त्यो कुरा अब रिसर्च नगर्ने मान्छेलाई त त्यो जरुरत छ हजुर हजुर अभियसली अब आफूले रिसर्च गरेछ भने त अब त्यस्तो कन्सल्टिङ चाहिन्छ जस्तो चाहिँ लाग्दैन अब तपाईँले आफूले रिसर्च गर्नुभयो कन्सल्टेन्सीबाट एप्लाई गर्न चाहनुहुन्छ आफूलाई अब अलिकति सजिलो होस् आफू जहाँ चाहिँ दौडिन अलिकति गाह्रो हुन्छ भने कन्सल्टेन्सी चुज गर्नुहुन्छ भने अब आफ्नो रिसर्चमा एप्लाई गर्दा चाहिँ मलाई बेस्ट लाग्छ ओके ओके अनि त्यही त तपाईँलाई चाहिँ हाम्रो नेपाली एजुकेसनले तपाईँलाई चाहिँ कसरी टफ पार्ट जुन तपाईँलाई डिफिकल्ट सिचुएसनमा तपाईँलाई सपोर्टहरू गरे जस्तो लाग्छ वा लाग्दैन तपाईँलाई के लाग्छ अभियसली अब त्यसकै लागि नै आएको थिएँ कन्सल्टेन्सी हजुर हजुर अब जेको लागि आएको त्यो कुरा पाएन भने त अभियसली नराम्रै हो तर मैले जे खोजेको थिएँ त्यो पाएँ हजुर हजुर मेनली त अब फाइनेन्सियल पार्टमा धेरै हेल्प पाएँ मैले हजुर हजुर अनि त्यसपछि उता युनियरसँग कम्युनिकेसन गर्नको लागि धेरै हेल्प पाएँ हजुर 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 ओके ओके भनेपछि नर्मली तपाईँ अघि मैले फेरि ल्याङ्ग्वेजसँग जोड्न आँटेँ तपाईँले ल्याङ्ग्वेज चाहिँ राम्रै बोल्नुहुन्छ भोलि गएर जर्मनमा तपाईँलाई जाँदाखेरि के छ तपाईँले जर्मनमा रिसर्च गर्नुभयो त्यहाँ तपाईँले जबहरू के छ पाउने कुराहरूमा अनि अरू कुराहरूमा जो त्यही जबहरूको कुराहरूमा ल्याङ्ग्वेज तपाईँलाई हेल्प गर्छ तर तपाईँले के छ रिसर्च गर्नुभएको छ जबहरू कस्तो पाइन्छ के पाइन्छ तपाईँलाई घन्टाको कति आवर भनौँ न कति आवर्स तपाईँलाई पैसा दिन्छन् भनौँ न घन्टाको तपाईँलाई कति पैसा दिन्छ तपाईँले हप्तामा कति घन्टा काम गर्न पाइन्छ त्यस्तो रिसर्च गर्नुभएको छ तपाईँलाई रिसर्च त अब धेरै थोरै त भइहाल्छ हजुर 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 अब अलिअलि चाहिँ गरेको छु मैले अब गएपछि आफूलाई सजिलो होस् भनेर हजुर हजुर तर जाने बित्तिकै जब पाउने एक्सपेक्टेसन राखेर गएको चाहिँ छैन म एक्ज्याक्टली गुड पोइन्ट अब केही टाइम त लागिहाल्छ अनि मेनली चाहिँ अब टेक्निकल फिल्डको भएको भएर अब आफ्नै फिल्डमा जब पाइन्छ भन्ने एक्सपेक्टेसनले चाहिँ जाँदैछु म फर्स्टदेखि नै ओके ओके ग्रेट ग्रेट तर त्यो एक्सपेक्टेसन छ भन्दैमा त्यसमै पाउँछ भन्ने पनि हुँदैन पनि त र जे आउँछ त्यसलाई फेस गर्न चाहिँ रेडी हुनुपर्छ ओके त्यो पनि हो अब एउटा मेरो रिसर्चमा के थियो भन्दाखेरि जर्मनमा तपाईँले अहिले घन्टाको लगभग 12.84 युरोज तपाईँले पाउनुहुन्छ प्लस हप्ताको तपाईँले कम्तीमा 24 आवर्स काम गर्न पाउनुहुन्छ भनेपछि हप्ताको 24 आवर्स गर्न पाउनु भनेको एक हिसाबले राम्रै हो होइन तर सकिन्छ भने इलिगल काम नगर्ने होइन राम्रोसँग लिगली गर्नु पऱ्यो कुनै पनि ठाउँमा पनि नगर्दै ठिक किन रिस्क लिनु एक्ज्याक्टली त्यत्रो अब यता खर्च गरेर त्यत्रो टाइम इन्भेस्ट गरेर गएको हुन्छ हजुर हजुर गरेर एउटा राम्रो बनाऊँ भनेर ओके ओके अनि तपाईँले त्यो अघि कुरा आयो मैले फेरि जोडिहालेँ त्यो ब्लक एकाउन्ट अघि कुरा गरेको थिएँ ब्लक एकाउन्टमा तपाईँले
त्यो ब्लक एकाउन्ट भने के जस्तो लाग्छ तपाईँलाई त्यो किन बनाउनु पर्ने जस्तो लाग्छ तपाईँलाई ब्लक एकाउन्ट भनेको अब नर्मली अब यहाँबाट आफ्नै जर्मनमा खाता खोल्ने हो जुन चाहिँ अब करेन्ट एकाउन्ट हुँदैन अब ब्लक अकाउन्ट भनेर नै हुन्छ हजुर हजुर त्यसमा खोल्ने भनेको अब आफ्नो लिभिङ एक्सपेन्सेस यहाँबाट पठाएर आफ्नो 1 इयरको होल 1 इयरको लिभिङ एक्सपेन्सेस के भन्छ धान्नको लागि चाहिँ यहाँ नेपालबाटै पठाउनुपर्छ त्यतिकै लागि ए भनेपछि लिभिङ एक्सपेन्सेस भनेर चाहिँ खाना बस्नका लागि नै हुने भयो अहिले कति छ अहिले लिभिङ एक्सपेन्सेस कति छ जर्मनमा अहिले चाहिँ बढेको छ अहिले 992 छ के अरे मन्थली होइन 992 अनि त्यसलाई अब इयरली गर्दाखेरि 11904 हुन्छ होला सायद ओके त्यो पनि हो भनेपछि नेपाली मोटामोटीमा त्यही भनेपछि जस्ट युरोमा त्यति हो अब युरोको रेट तलमाथि घटबड भइ नै हाल्छ रेट तलमाथि हुन्छ अब कहिले थोरै हुन्छ कहिले धेरै पनि हुनसक्छ भन्ने कुरा अहिले त म्याक्सिमम नै छ अहिले चाहिँ भनेपछि नर्मली 17-18 लाख रुपियाँ जस्तो पेमेन्ट गर्नुभयो ब्लक एकाउन्टमा 17-17.5 सम्म हुन्थ्यो पहिलाको रेटले चाहिँ अब अहिले रेट बढेर चाहिँ मेरो अलिक बढी नै गयो ओके होइन त्यो ब्लक एकाउन्ट बनाएको राम्रो पनि त हो एक हिसाबले तपाईँलाई लिभिङ एक्सपेन्सेसको लागि हो भोलि पछि त्यो पैसा त्यहाँबाट निकाल्दै यदि तपाईँलाई समस्या परेको खण्डमा होइन कमाइ पनि हुन्छ त्यो खातामा पैसा राखेर त्यो पैसा निकाल्दै नेपाल पठाउन पनि त पाइयो नि त त्यो नि तपाईँलाई एउटा गुड साइड छ नि त अनि यो 18 महिना सकिसकेपछि तपाईँलाई के अरू कुनै केही ब्याक स्टे भिजाहरू केही हुन्छ त जस्तै मानव फर इक्जाम्पल कुनै एउटा भिजा केही हुन्छ तपाईँलाई अब त्यसमा जब सिकिङ भिजा हुन्छ भन्ने चाहिँ मैले मेरो रिसर्चबाट थाहा पाएको छु हजुर अनि त्यो पनि 18 महिनाकै हुन्छ भन्ने सुनेको छु हजुर एक्ज्याक्टली 18 महिनाको होइन त्यतिभित्रमा आफ्नो फिल्डको जब पायो अब क्राइटेरिया मिट भएको जब पायो एउटा स्यालेरी लिमिट हुन्छ यतिको भनेर त्यसमा पायो भने त अब त्यहाँ बस्न पाइहाल्यो अब फर्किनुपर्ने हुन्छ ओके भन्छ 18 महिना त्यो भयो तर यो पनि त छ कि म अलिकति रिसर्चै गरेर आएको थिएँ मैले कति कुरामा छोडेका कुराहरूलाई पनि म जोडौँ भनेर पनि सोचेको छु अब 18 महिना त भयो बाइचान्स फेरि जब खोज्दै गएमा भएन भने फेरि अपिल गरेर 18 महिना फेरि एडिसनल प्लस गर्न पाइन्छ भन्ने कुरा पनि छ त्यो पनि गर्न पनि सकिन्छ तर अब मेन कुरा चाहिँ कस्तो छ भने त्यो 18 महिनामा जब पाओस् भन्ने कुरा हो इम्पोर्टेन्ट कुरा जब पाइसकेपछि तर टेक्निकल फिल्डमा भइसकेपछि त अब इन्टर्न म्यान्डेटरी भइहाल्छ अब त्यहाँनिर आफ्नो पर्फर्मेन्स देखाउन सक्यो भने त जब सिकिङ भिजा नै चाहिने कन्डिसन हुँदैन अब आफ्नो पढाइ सकिँदै मेरो सकिन लाग्यो मलाई हायर गर्ने कि नगर्ने भने आफ्नो पर्फर्मेन्स राम्रो छ भने कम्पनीले हायर गरिहाल्छ त्यसमा चाहिँ समस्या हुन्छ जस्तो लाग्छ ओके मान्छे तपाईँलाई आफ्टर ग्रेजुएसन ब्याक स्टे भिजा पनि हुन्छ जस्ट बस्नको लागि जब सिक्ने जस्ट जब खोज्नलाई दिने भिजाहरू हुन्छन् जो भिजा 18 महिनाको भिजा त दिनै हालेर हुन्छ अनि अब भनेपछि त तपाईँ अब 18 महिना त्यो भयो 18 महिना भनेपछि लगभग तपाईँले 18 महिना सकिसकेपछि जर्मनीमा 2-3 वर्ष अझै काम गर्नुभयो भने त तपाईँलाई पिआरै एप्लाई गर्न पाउनुहुन्छ नि होइन र त्यो पनि छ नि कुरा त अब त्यसमा चाहिँ मैले त्यति रिसर्च गरेँ तर मिल्छ भन्ने चाहिँ मैले ओके अनि के छ तपाईँ जर्मनी नै बस्ने सोच्नु भएको छ कि भोलि राम्रो भइदियो भने त एआईको लागि त जर्मनी त मेड इन जर्मनी भन्ने त स्लोगनै छ उनीहरूको त्यही भएर धेरै छन् त्यो एआईको लागि फ्राउनहोफर समथिङ भन्ने पनि रहेछ कि यिनीहरूको एउटा सिन्डिकेटै रहेछ क्या त्यो फ्राउनहोफर सोसाइटी छ यिनीहरू भनेको त आइटी कुरा त खतरा हो नि यिनीहरू त अब जर्मनी अब टेक्नोलोजी हिसाबले वा अरू हिसाबले जर्मनी त धेरै नै माथि छ नि त अगाडि फाइनेन्सियली पनि तपाईँलाई हेल्प हुन्छ अब तेस्रो इकोनोमिकली धनी कन्ट्री पनि हो अनि भनेपछि जर्मनी चुज गरेर तपाईँ एक थोपा पनि रिग्रेट छैन म जर्मनी चुज गरेर धेरै ठिक गरेको छु जस्तो फिल भइरहेछ रिग्रेट चाहिँ छैन है अखिल ग्रेट अनि त्यही त भोलि गएर अब डिपेन्डेन्ट पनि ल्याउन मिलिहाल्छ तपाईँ जर्मनीमा भन्छ डिपेन्डेन्ट ल्याउने पनि सोच्नु भएको छ अब अभियसली त्यहाँ लङ टर्म बस्यो भने लान्छु डिपेन्डेन्ट लिएर जाने सोच्नुपर्छ ल अहिले रिसेन्टली भयो 15-20 दिन भयो डिपेन्डेन्टको लागि पनि जर्मनीको लागि चाहिँ ढोका खोलिएको छ जो डिपेन्डेन्ट पनि मजाले जान पाइन्छ यो एक हिसाबले गुड ब्रेकिङ न्युज पनि हो ग्रेट न्युज नयाँ भएर मलाई थाहा छ हजुर डिपेन्डेन्ट मजाले मिल्छ भनेर छ जस्तै अब जुन कलेजमा तपाईँ जानु हुँदैछ त्यही कलेजबाट पनि कति मेलहरू आइरहेको छ कि डिपेन्डेन्टलाई एप्लाई गर्नुहोस् भन्ने पनि मेलहरू आइरहेको छ त्यो पनि एउटा गुड साइड हो अनि मैले सुन्नमा मैले के पनि सुन्न आएको थिएँ तपाईँ सुरुमा हाउस बिल्डिङ भिजा पनि एप्लाई गर्छु भनेर सोच्नु भयो मैले सुने जस्तो लागेको थिएँ मैले हजुर हाउस बिल्डिङ गर्छु भनेर हाउस बिल्डिङतिर त मेरो केही इन्टेन्सनै छैन थिएन है छैन म गयो भने स्टडी नै जाने हो
अरूमा चाहिँ मैले केही पनि सोचेँ। त्यही त अहिले चाहिँ किनकि हाउस बिल्डिङ भिजामा पनि अहिले धेरै जर्मनीको लागि हाउस बिल्डिङ भिजा पनि राम्रै थियो। गइरहेहरू अब मेरो सर्कलकोहरू चिनेको धेरै गइरहेछ। भिजा राम्रै छ, स्टडीमा भन्दा हाउस बिल्डिङमा बढी गइरहेछ है। हाउस बिल्डिङ भने चाहिँ अहिले अब ओके ल केही छ तपाईँलाई केही नलेज छ हाउस बिल्डिङ भने के जस्तो लाग्छ तपाईँलाई? हाउस बिल्डिङ भनेको एउटा हाम्रो नेपालमा भएको सिटिभिटी भन्नेसँग एउटा अनलाइन हुन्छ। हजुर हजुर हजुर। त्यसमा अब उता गएर अब काम पनि हुन्छ, पढाइ त्यही रिलेटेड पढाइ पनि हुन्छ। त्यसले अब मन्थली आफूलाई एउटा मान्छेलाई धान्ने स्यालेरी आउँछ फर्स्टमा, 3 वर्षको हुन्छ भन्ने सुनेको मैले चाहिँ। ओके 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 जस त्यो पनि एउटा पार्ट छ, त्यो पनि ठिक छ। अनि ल ठिक छ, त्यसो भए जर्मनी जाने सोच्नुभएको छ भनेपछि कहिले सपनामा पनि पुरा जर्मनीमै पुगिसकेर पुरा त्यो पढ्न थाले जस्तो देख्नुहुन्छ कि त्यस्तो केही त सपनामा त्यस्तो केही देख्नुभएको छ त? छैन है, छैन। ओके भनेको चाहिँ जस भिजा पाउँदा चाहिँ धेरै एक्साइटेड हुनुहुन्थ्यो। अब अहिले टिकटहरू पनि काटिसक्नु भयो होइन भनेपछि? टिकट काटेँ, तर टिकटको लागि चाहिँ अलिकति परेको थियो, अहिले सल्भ भयो। हजुर सल्भ भयो है। ओके त्यो पनि भयो। अनि अर्को कुरा चाहिँ जस्तै मैले तपाईँलाई एज अ सन्दर्भ बुन्दै मैले तपाईँलाई के सोध्न खोजिरहेको थिएँ भन्दा चाहिँ अनि अहिले अब मार्केटमा जर्मनीको पनि एक हिसाबले पहिलाको कम्पेयरमा त ट्रेन्ड भइसक्यो नि त। पहिला चाहिँ अस्ट्रेलिया, क्यानाडा, युके भनेर विभिन्न कन्ट्रीहरूमा एप्लाई गर्ने ट्रेन्ड थियो, तर अब अहिले मार्केटमा युरोप पनि छ है भन्ने एउटा ट्रेन्ड पनि छ। मैले यो केसमा बुझेअनुसारले चाहिँ अब युरोपमा मेन अब आफ्नो ल्याङ्ग्वेजलाई प्रायोरिटी दिन्छ। एक्ज्याक्टली एक्ज्याक्टली। त्यो कारणले अब पहिला मान्छेहरू जान रुचाउँदैनथे। हजुर हजुर। अनि अब इङ्ग्लिस स्पिकिङ अब यताउति सबैतिर जान्थे। अब अहिले अरूतिर धेरै टाइट भइसकेपछि अब अप्सन ओपन राख्नै पर्यो, ल्याङ्ग्वेज सिक्नु पर्यो, सिक्नै पर्यो। हजुर हजुर। अनि त्यो कारणले अहिले युरोपतिर पनि फ्लो बढिरहेछ जस्तो लाग्छ। एक्ज्याक्टली एक्ज्याक्टली। अनि तपाईँ जर्मनी जाने साथ त्यो सिटी रजिस्ट्रेसन्स भन्ने कुरा तपाईँले रिसर्च गर्नुभयो? त्यसमा सिटी रजिस्ट्रेसनमा तपाईँले कसरी अब जाने साथ तपाईँ त्यो जर्मनीमा ल्यान्ड हुने साथ तपाईँ अब सिटी रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। सिटी रजिस्ट्रेसन तपाईँ कसरी गर्नुहुन्छ? तपाईँले त्यो त केही सोच्नु भएको छ कि के छ? अब धेरै थोरै रिसर्च चाहिँ छ। हजुर हजुर हजुर। फर्स्टमा एपोइन्टमेन्ट बुक गर्नुपर्छ भन्ने बुझेको छु। एक्ज्याक्टली। एपोइन्टमेन्ट बुक गरेपछि अब आजभोलिमा पाउँछ भन्ने पनि छैन, त्यो अब टाइम धेरै नै लाग्छ भन्ने सुनेको छु मैले। हजुर हजुर। अब त्यसमा अब आफ्नो गएर रुम कन्ट्र्याक्ट, हाउस ओनरसँगको कन्ट्र्याक्ट, त्यसपछि पासपोर्ट भिजा लगेर रजिस्टर गरिदिन्छन् भन्ने सुनेको छु। ओके ओके ओके। भनेपछि एउटा पासपोर्ट चाहियो, अनि रेन्टल एग्रिमेन्ट चाहियो, त्यसपछि एपोइन्टमेन्ट लिनु पऱ्यो। एपोइन्टमेन्ट लिइसकेपछि त्यसपछि अथवा एपोइन्टमेन्ट लिइसकेपछि तपाईँलाई आधी घन्टा वा 1 घन्टामा तपाईँलाई उनीहरूले चाहिँ रजिस्टर गरिदिन्छन् होइन? उनीहरूले जसलाई रजिस्टर गरिदिन्छ। रजिस्टर गरिदिएपछि अनि मैले के पनि सुनेको थिएँ भने रजिस्टर गरिदिइसकेपछि तपाईँको त्यो अनि ब्याङ्क एकाउन्ट खोल्न मिल्छ भन्ने कुरा सुनेको थिएँ। रजिस्टर गरेपछि ब्याङ्क एकाउन्ट खोल्नको लागि रजिस्ट्रेसन चाहिँ म्यान्डेटरी छ, त्यसपछि एड्रेस म्यान्डेटरी भइहाल्यो। हजुर हजुर। त्यो बिना चाहिँ ब्याङ्क एकाउन्ट खोल्न मिल्दैन। ओके त्यही त तपाईँले कुनै सोच्नु भएको छ म जर्मनी पुगिसकेपछि यो ब्याङ्क खोल्छु, यो ब्याङ्क चाहिँ मलाई एकदम ठिक छ? छैन, त्यो बारे चाहिँ मैले केही रिसर्च छैन। हजुर हजुर हजुर। अब त्यहाँ गएर अब सर्कलका मान्छेहरूलाई बुझिन्छ कुन राम्रो छ, यताउति छ, त्यहाँ अब त्यसपछि अब हेरेर त्यहाँ पुगेर बुझेर गरौँ न। त्यो अब यहीँबाट गर्ने कुरा पनि होइन। त्यही भएर मैले अब त्यसमा चाहिँ मैले माइन्ड लगाएको छैन। ओके ओके। तर मैले विगत ती दिनमा म तपाईँसँग बोल्नु अगाडि म यसो रिसर्च पनि गरिरहेको थिएँ। तर जर्मनमा जो विभिन्न ब्याङ्कहरू छ, इन्टरनेसनल इन्स्टिट्युटहरूले चाहिँ जस्तै त्यहाँ एउटा कमर्स ब्याङ्क भन्ने जस्तै कमर्स ब्याङ्कहरू हुँदो रहेछ, अनि N26 ब्याङ्कहरू अनलाइन भयो। अनि अर्को के थियो भने डोइचे क्रेडिट ब्याङ्क पनि रहेछ क्या, त्यो पनि इन्टरनेसनल इन्स्टिट्युसनहरूले अलिकति DKB डोइचे क्रेडिट ब्याङ्क भनेर रहेछ। त्यो पनि इन्स्टिट्युसनहरूले गरिरहेको देखेँ कि मैले यसो रिसर्च गर्दै थिएँ म पनि। अनि त्यो पनि भयो। अनि एउटा त्यो भयो ब्याङ्कमा त तपाईँले खोल्नुहुन्छ। अनि भनेपछि तपाईँले रजिस्ट्रेसन भइसकेपछि तपाईँको ट्याक्स आइडी रजिस्टर हुने भयो। ट्याक्स आइडी रजिस्टर भएपछि त्यो सिधै ट्याक्स आइडी तपाईँलाई कार्डै आउँछ तपाईँको आफ्नै घरमै, उनीहरूले मेलिङ गर्छ भन्ने कुरा सुनेको छु। त्यो भइसकेपछि त अब फर्दर अब के गर्नुपर्ने त गर्न सकिहाल्यो, त्यो पनि भयो। अनि अब जाने साथ अब सिम पनि त चाहियो त, सिमको लागि के सोच्नु भएको छ तपाईँले?
त्यो चाहिँ मैले रिसर्च गर्ने बाँकी छ। हजुर हजुर ओके ल एक्ज्याक्टली ठिकै छ। तर मैले अब तपाईँले के जान्नुपर्छ भनेर अब सिमका लागि चाहिँ अब मेरो तर्फबाट मैले रिसर्च गर्दा चाहिँ मैले के देखेँ भन्दाखेरि चाहिँ सिम चाहिँ जानेसाथ हामीले सिम लिन पाइहाल्यो, सिमको लागि पासवर्ड मात्र पुग्यो। अनि सिमहरूको लागि त्यहाँ अब जानेसाथ अब पासवर्ड दिएपछि सिम दिन्छन्। सिम अब जस्तै त्यहाँ चर्चित सिमहरू चाहिँ O2 भन्ने रहेछ, O2 छ, अनि भोडाफोन भयो, अनि त्यसो अर्को के थियो आरडी टक भन्ने रहेछ क्या एउटा आरडी टक, अर्को लिडिल कनेक्ट भन्ने, अनि अर्को चाहिँ मलाई एकदम मनपर्ने त्यहाँ चाहिँ टेलिकम भन्ने रहेछ, टेलिकमहरू टेलिकम टी मोबाइल्स। हजुर हजुर त्यो पनि एकदम राम्रो लाग्यो क्या मलाई त्यहाँको। त्यो पनि भयो जस्तै उनीहरूमा डाटाहरू अरू जर्मनमा अलिकति डाटाहरू अलिक महँगो पनि त छ नि त। जस्तै तपाईँलाई अब होइन जस्तै भन्छ नि 10 GB लागि 10 युरो पेमेन्ट गर्ने, 20 GB को लागि 20 युरो पेमेन्ट गर्ने, ल हेर्नु त पैसा कस्तो खर्च त्यहाँ। त्यस्तो त्यस्तो छ ओभर मोटामोटीमा त्यो छ। अनि ल ठिक छ हाम्रो कुरा भयो। अनि म फाइनली तपाईँसँग केही कुरा गर्न जाँदैछु। अब तपाईँलाई भिजा लगाउनमा नेपाली एजुकेसन धेरै हेल्प गर्नुभयो। तपाईँ के छ त अब सुन्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ नेपाली एजुकेसनबाट तपाईँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? नेपाली एजुकेसन तपाईँलाई कस्तो लाग्छ? यसो थोरै तपाईँलाई तपाईँको ट्रस्ट जो अरूहरूलाई चाहिँ रिकमेन्ड गर्नुपर्ने तपाईँ के भन्न चाहनुहुन्छ? अब रिकमेन्ड त अब अभियसली म गरिहाल्छु। यदि कन्सल्टेन्सीबाट तपाईँले एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ अब तपाईँ आफैले एप्लाई गर्नुहुन्छ भने त कसैलाई फोर्स गर्न मिल्दैन। अब तपाईँलाई केही गाइडेन्स चाहिन्छ, नेपाली के भन्छ, तपाईँलाई केही गाइडेन्स चाहिन्छ अनि त्यसपछि केही हेल्प चाहिएको छ, यताउति काउन्सिलिङ चाहिएको छ भने चाहिँ नेपमेनी चाहिँ म वान अफ द बेस्ट छ भन्छु। ओके हस्। भनेपछि तपाईँले भनेपछि नेपाली एजुकेसन अरूहरूलाई चाहिँ फर्दर भिजा एप्लिकेसनको लागि कसैले अब मलाई कुनै राम्रो कन्सल्टेन्सी रेकमेन्ड गर्नु भनेर मलाई सोध्यो भने म गर्छु। ओके। अनि यहाँ तपाईँले ल्याङ्ग्वेजहरू पनि पढ्न पाउनुहुन्छ, जर्मन ल्याङ्ग्वेज क्लासेसहरू पनि नेपाली एजुकेसनमा राम्रै छ भन्ने मैले सुनेको थिएँ, वा त्यहाँ छ पनि तपाईँले त्यो पनि छ ठिकै छ। अनि आइसी अब फर्दर अब त्यसपछि अब केही दिनपछि तपाईँको फ्लाइटहरू छ, त्यसपछि अन्तिममा कोही इन्ट्रेस्ट स्टुडेन्ट भर्खर 0मा हुनुहुन्छ, जर्मन जाने मात्र सोच्नुपर्छ तर के गर्ने भन्ने थाहा छैन उनीहरूलाई एकदम सारांशमा एकदम टु कट दि लङ स्टे टु दि सर्ट भन्छ नि, मोटामोटीमा छोटकरीमा भन्नुपर्दा चाहिँ सरसरी भन्दा चाहिँ के चाहिँ गर्दा बेस्ट हुन्छ भन्ने तपाईँ सल्लाह दिन चाहनुहुन्छ? मेन कुरो पहिला रिसर्च गर्नुपर्छ। त्यो बाहेक केही पनि त्यो भएन भने एउटा सानो स्टेप पनि अगाडि बढ्दैन। एउटा रिसर्च गर्नु पर्यो। अरू मेन रिसर्च गरिसकेपछि अब आफ्नो कुन कलेज मेन कोर्स आफूलाई थाहा हुनु पऱ्यो, कुनमा एप्लाई गर्ने, त्यसपछि अब आफ्नो कोर्स कुन युनिमा छ रिसर्च गर्नु पऱ्यो, त्यो अनुसारले एप्लाई गर्नु पऱ्यो। डकुमेन्ट्सहरू के रिक्वायरमेन्ट छ युनिको तिनीहरू राख्नु पऱ्यो। हजुर हजुर। अब उनीहरूले सबै डकुमेन्ट अगाडि नै अपलोड गर्नुपर्छ भन्ने पनि हुँदैन। उनीहरूले अपलोड गरे अब यो पुगेन भनेर मेल आउँछ, त्यो अनुसारले थप्दै जानु पऱ्यो। जब सबै क्राइटेरिया मिट हुन्छ अब कुनैले एडमिसन टेस्ट लिन पनि सक्छ, इन्ट्रान्स एक्जाम भनेर, कुनैले नलिन सक्छ। अब त्यो भइसकेपछि अफर लेटर आउँछ, अफर लेटर आइसकेपछि एम्बेसीमा बुक गर्नु पऱ्यो। एम्बेसीको लागि डकुमेन्टहरू आफ्नो फाइनेन्सियल यताउति सबै मिलाउनु पऱ्यो। अनि त्यसपछि इन्टरभ्यू पछि बल्ल पासपोर्टको लागि जानु पऱ्यो कलेक्सन। ओके ल भनेपछि तपाईँ ओके ओभरअली तपाईँले त्यसपछि सुन्ने श्रोताहरूलाई अनि त्यसपछि भ्युयर्सहरूलाई तपाईँ त्यो सल्लाह दिन चाहनुहुन्छ भनेपछि ठिक छ आयुषी, तपाईँले आज समय दिनुभयो। त्यसपछि तपाईँको भिजा पनि म हेर्दैछु, म तपाईँको भिजा देखेर मै दङ्ग परेर बसेको छु यहाँ होइन, तपाईँको भिजा पाउनुभयो। ल ठिकै छ भनेपछि ठिकै छ। त्यसो भए फर्दर अबको दिनहरू तपाईँको शुभ रहोस्, राम्रोसँग तपाईँ जर्मनी जानुहोस्, राम्रोसँग पढ्नुहोस्, तर सकेसम्म देश फर्केर देशको लागि पनि गर्न सकेसम्म, देशलाई उचाल्न सकेसम्म चाहिँ होइन हामीले सबैजना मिलेर गर्नुपर्ने हुन्छ। आयुषी आज तपाईँको एकदम बहुमूल्य समय हामीले लियौँ।
तपाईँले धेरै इन्फर्मेसन पनि त सेयर गरिदिनु भयो जो धेरै त नहुन अब आफूलाई थाहा भएको अलिअलि अब मैले दिएको इन्फर्मेसन मिस्टेक हुन पनि सक्छ हजुर पनि रिसर्च गर्नु सुन्नेले पनि हजुर 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 त्यसमा चाहिँ अब मैले बोलेको सबै ठिक छ भन्ने चाहिँ हुँदैन मैले हेर्दाखेरि मैले जे बुझेँ मैले रिसर्च गर्दा जे बुझेँ मैले त्यो भनेको हजुर हजुर ए ओके ओके भनेपछि अब युरोपमा जस जर्मनी जानको भनौँ न युरोपमा विभिन्न कन्ट्रीहरू छन् जर्मनी पनि वान अफ द बेस्ट भिसा लाग्ने कन्ट्रीमा पर्छ र त्यही भएर त्यो कन्ट्रीमा राम्रो छ भन्ने सल्लाह सुझाव मेरो तर्फबाट पनि सबै श्रोताहरूलाई दिन चाहन्छु अनि त्यसपछि अरू केही छ तपाईँलाई त्यस्तो केही सेयर गर्नुपर्ने केही छ भने मोटामोटीमा त्यस्तो केही हुन्छ नि मलाई यति यो चाहिँ सेयर गर्न पाएको भए हुन्थ्यो भने यस्तो केही थियो भने हामी थोरै समय तपाईँलाई सेयर गर्नको लागि केही छ भने आफूसँग भएको नलेजहरू त मैले अब अहिले चाहिँ भनिसकेँ सबै हजुर हजुर अब नयाँ कुरामा चाहिँ अब केही नयाँ थाहा पाउँछ भने म आफूले नै रिसर्च गर्नुपर्ने हुन्छ अब चाहिँ अहिलेलाई चाहिँ छैन भनौँ ओके हस् त्यसो भए तपाईँको भिजा हामीले तपाईँलाई यो उपहारै थियो तपाईँको लागि ओके ल थ्याङ्क यू आज तपाईँले समय दिनुभयो यो समय हाम्रो लागि बहुमूल्य थियो त्यसपछि म चाहन्छु यो भिडियोबाट चाहिँ सबै श्रोताहरूले सुन्ने सबैहरूले चाहिँ हाम्रा आइडिया नलेजहरू केही लिनुभएको छ भन्ने आशा गरौँ त्यही भएको कारणले गर्दाखेरि फर्दर केही छ नबुझेका केही कुरा छन् भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ हामी कमेन्टको कुरामा चाहिँ हामी तपाईँलाई हेल्प गर्न सक्छौँ हाम्रो जस्तै हाम्रो अब टिकटकहरू पनि छन् युट्युबहरू पनि छन् फेसबुकहरू छन् इन्स्टाहरू छन् तपाईँले त्यसमा फलो गर्नुहुन्छ वेबसाइटहरू फलो गर्न सक्नुहुन्छ हामी तपाईँलाई फुल्ली सपोर्ट गर्छौँ भन्दै म नेपाली एजुकेसन्स र आइसी तपाईँ एज अ जर्मनी जाँदै हुनुहुन्छ हामी तपाईँलाई सधैँ साथ दिनको लागि हामी डेडिकेसनका साथ हामी तपाईँलाई हेल्प गर्छौँ हुन्छ थ्याङ्क यू आइसी समय दिनुभयो